गोतामकोट माथि डाँडाको ढलानदेखि तल टारसम्मै फैलिएको देखिन्छ। सुरुमा 100औं घरको अनुमान गरेको थियौँ हामीले, तर यहाँ त हजारौं घर रहेको तथ्य बुझ्न पायौँ। यहाँ लगभग 11-1200 घर दूरी रहेछन् समग्रमा। सबैभन्दा रोचक त यहाँका सबै घर उस्तै देखिने, एकै प्रकारका घरका बनावट। गौतमकोट भन्नलाई हजुरको सुरुमा यहाँ गौतमीहरूको जन्मथलो। हजुर, गोतामकोट गाउँ रहनको कारण गौतमीहरूको जन्मथलो हो यो। यहीँबाट जुन गौतम जति छन् गोतामकोटबाटै फैलिएर फिजिएर जताकतै गाउँतिर छडिरहेको छ। पुस्ताहरूले सबै अब युवा नसिकाउने भने पुस्ताले हो। पुस्ताहरूले अब कोही चाहिँ त्यो गौतमीहरूले खर्तेनी पनि ल्याए, अनि कोहीले खसिनी पनि ल्याए, कोहीले मुगर्नी पनि ल्याए। लगभग हजुरको चाहिँ अब त्यो खुवाइपियाइ लिएर त्यो चाहिँ नि एउटा विवाहको रनसुनले गर्दाखेरि लगभग गौतमको केही उनीहरूले चिनो राख्न सकेनन्। अहिले लगभग हजुरको माथि डाँडाबाट यहाँ तल जिउलासम्म 500 का 500 बढी लगभग घर सबै 1100 पुग्यो। 1100 घर छ। 1100-1200 पुग्यो। त्यत्रो बेसी छन्। कति पुरानो घरहरू हुन् यी? कति पुरानो बस्ती रहेछ यो? पुरानो बस्तीको कुरा गर्ने हो भने त अब म पनि मेरै बाजेको नाम पनि सुरुको मेरो बाजे नाम केवल भण्डारी हो। केवलका छोरा करवीर भण्डारी हुन्। करवीरका छोरा लाले भण्डारी हुन्। लाले भण्डारीका छोरा मेरा बाजे कविराम भण्डारी हुन्। कविरामका छोरा मेरा बुवा मन्जित भण्डारीको छोरा म दत्ते भण्डारी। सबै यही ठाउँमा हो पहिलेदेखि? त्योभन्दा अगाडि कति थियो? त्योभन्दा अगाडि म थाहा पाउनु, मेरै बाजे मात्रै थाहा पाउने कुरो भयो, सबैको थाहा पाउन सक्दैन। अनि यो घरहरू चाहिँ केले बनेको हुन्छ बुवा? पुरानो घरहरू पुरानो घरहरू हजुरको चाहिँ गारो र ढुङ्गो, माटो। हजुर, माटो र ढुङ्गो मात्रै हो। ए, छाना के को हुन्छ? छाना पहिला फुसको थियो, अहिले चाहिँ ढुङ्गाले छाएको छन्, कतै टिनले छाएको छन्। यो घरहरू अहिले पनि बलियो छन् कि कस्तो छ? यो घरहरू अहिलेसम्म अब धेरै भत्किया छैनन्। जस्ताको तस्तै छ। टिकेका छन्। हो, भुइँचालोहरूले भूकम्पहरूले चर्काए तापनि ढाल्न सकेन। तपाईँलाई के लाग्छ अब? तपाईँलाई सिमेन्टको घर राम्रो लाग्छ कि पुरानै घर राम्रो लाग्छ? अब आखिरी भन्ने भने न्यानोको लागि त पुरानो घर ठिक छन्। अहिले टेकाको लागि पक्काको लागि त सिमेन्टको घर राम्रो होला त। सिमेन्टको घरमा अलिक चिसो हुन्छ भन्छन्, के भन्छन्, रोग लाग्छ भन्छन् नि। चिसो भन्छन् होइन, त्यसले गर्दाखेरि त्यो ठोन्नी पचाउन गाह्रो होला। तर पक्का त सिमेन्टको घर अथवा यता सरिया हालेको घर, डिबिसी गरेको घर नै पक्का होला जस्तो लाग्छ मलाई। यहाँ जीविकोपार्जन के छ मान्छेको? खेती कृषि के कस्तो हुन्छ यहाँ? जीविकोपार्जनको लागि गहुँ मकै हजुरको है, अनि कोदो फापर पनि हुन्छ। मान्छेहरूले चाहिँ कृषि गर्नुहुन्छ कि अन्य पेसा व्यवसाय गर्नुहुन्छ? हाम्रो बढी भाग कृषि नै हो। कृषि नै हो। धान बाली हुन्छ कि हुँदैन? धान बाली पनि हुन्छ। आफूले पुग्ने गरी धान उत्पादन हुन्छ? आफ्नो पुग्ने गरी अब जिमेन अनुसारबाट हजुरको चाहिँ जिमेन बढी हुनेमा कोही हुने मान्छेको पुग्छ, नहुने त हामी चाहिँ खाद्य खाने कति छन्। अनि हामी चाहिँ नेपाल अन्जाबाट नुन बोकेका मान्छे पनि हो होइन, माथि गोल्फा छर्काबाट नुन बोकेका मान्छे पनि हो। अनि अहिले अब सबै चाहिँ लगभग कबरा किन्न नेपाल अन्जा जानु पाउँदैन। त्यो हामी एउटा खुसी छौँ। नुन ल्याउनु कतै भोटा जानु पर्दैन, मधेस जानु पर्दैन, त्यो घरमै पुगेको छ भनौँ होइन। यातायातले गर्दाखेरि पुर्याएको छ गाडीले, त्यो सुविधै छ। अनि अरू सबै सुविधै छ। अब असुविधा भने अब कहाँनिर हुन आँट्यो भने गाडी गरेर चाहिँ आइसकेपछि रुपियाँ मस्त चाहिने, रुपियाँ कहीँबाट आउने ठाउँ छैन। रुपियाँ चाहिँ आउँदैन, रुपियाँ आउने ठाउँ छैन। अलिक गाह्रो यही छ। आम्दानीको स्रोत त्यस्तो राम्रो छैन केही पनि। आम्दानीको स्रोत छैन। सुविधा चाहिँ आयो तर व्यवसाय छैन।